यो कुनै सहर होइन, यो मेरो प्यारो गाउँ हो, जहाँ बिहानी घामसँगै आशा पनि उदाउँछ। हरियाली डाँडा काँडा, स्वच्छ हावा र शान्त मन। माटो उही पुरानो तर सोच नयाँ युवा व्यक्तित्वहरूको। यहाँ संस्कृति अझै पनि बचेको छ र परम्परा उही पुरानो नै। मानिसहरू सादा छन्, मायालु छन् र जे जति छन् मनदेखि आफ्ना छन्। विकासको यात्रामा अगाडि बढ्दै गरेको मेरो अर्जुन चौपारी। यो ठाउँ मात्र होइन, यो मेरो गर्व हो, मेरो जन्मभूमि अनि कर्मभूमि। नेपालकै पहिलो नवग्रह मन्दिरको त्यो आस्था, लामडाँडा होमस्टेको आत्मीयता, सुन्तला बगैँचाको त्यो मिठास, रापकोट कालिका मन्दिरमा चैते दशैँको रमाइलो मेला र एकानन्द गुफादेखि देखिने त्यो मनमोहक हिमश्रृङ्खलाहरू, डहरी देउरालीमा त्यो बाला चतुर्दशीको भिड, सपना बुन्दै गरेको हामी सबैको प्यारो क्रिकेट ग्राउन्ड, थाप्लेको डाँडामा गौतम बुद्धको त्यो प्रतीक सजाएर राखिएको हाम्रो अर्जुन चौपारी। आउनुहोस् अर्जुन चौपारी चिनौँ र सबैमा चिनाऊ। धन्यवाद।